आज दर्शकबिन, आज म अपडेट गर्न गइरहेको छु। आज मिति 2083 साल 4 महिना 3 गते सार्वजनिक बिदाको दिन म अपडेट गर्न गइरहेको छु। हामीले यो धान रोपाई गरेको आज करिब 22-23 दिन बितिसकेको छ। धानको हरियाली बुट्टाहरू, धानको जो बुट्टा लगाएको छ, हरियाली देखिएको अवस्था छ। तपाईहरुले म अपडेट गर्न गइरहेको छु। म राजकुमार थारूको फेसबुक माध्यमद्वारा वा युट्युब च्यानलद्वारा कतै 12-15 दिन मात्रै भएको छ, कतै चाहिँ आज 22-23 दिन भइसकेको छ धान रोपाईको दृश्यमा अपडेट गरिरहेको छु। म राजकुमार चौधरीको फेसबुक माध्यमद्वारा वा युट्युब च्यानलद्वारा तपाईहरुले हेर्न सक्नुहुन्छ। म गरी माईको स्थानको दृश्य म देखाउन गइरहेको छु। हेर्दै हुनुहुन्छ अगाडि जो थुम्का भएको दृश्य गरी माईको स्थानको दृश्य हो, तपाईहरुले हेर्न सक्नुहुन्छ। आज करिब अब किसानहरू खेतीदेखि सुसम्पन्न हुन गइरहेको छ अवस्था छ। 95% करिब खेत रोपिसकेको छ किसानहरूले। अब अहिले खुसियालीको छाया परेको छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। खुसियाली मनाइरहेको अवस्था छ। अब कोही घाँस काटिरहेको छ, कोही आली चाहिँ गोड्दै गरेको, तन्दै गरेको अवस्था छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। अब त्यो आलीहरू जो देखिराख्नु भएको छ, त्यसमा अब दालहरू, रहरको दाल हुन्छ, उडिद हुन्छ, केलाई हुन्छ, अन्य दाल जातिको जति परिकारको हुन्छ त्यो चाहिँ अब किसानहरू खेतबाट धानको रोपाईबाट फुर्सद भइसकेपछि आलीहरूमा अब रहरको दाल, उडिदको दाल, तिल, जो तपाईहरु हामीहरू तिला संक्रान्तिमा लड्डु खान्छौँ, त्यसको प्रक्रियातिर त्यतातिर अहिले लागेको अवस्था छ। तपाईहरुले म अपडेट गरिरहेको छु। मध्य प्रदेश यो सिराहा जिल्लाको अपडेट गर्दैछु। धन्यवाद।